दर्शक नमस्ते। हामी चाहिँ यहाँ बोडियार खोला मासतिर आउँदैछौँ मोजुवा बजार गर्न जाँदै। अनि चाहिँ यो बोल्ठुङ जाने बाटो ल हेर्नुस् त साथी, बोल्ठुङ जाने बाटो यो अहिले चाहिँ हालचालै बनेको पुल हो। वाओ कति राम्रो पुल है, गाडी हिँड्ने पुल यो। यहाँबाट चाहिँ यहाँ मोजेबाट आउने गाडी चाहिँ मोजेबाट आउने गाडी चाहिँ घुम्टे मोडेर चाहिँ यता मोजातिर, यहाँ मोजा भन्नाले मोजाबाट आउने गाडी। अनि त यहाँ बोल्ठुङ जाने बाटो यो पुल हेर्नुहोस् त साथी, कति राम्रो छ है पुल। आहा यो पुल हो नि त। लारे पुल यो बोल्ठुङ जाने बाटो हो। अनि चाहिँ यो चाहिँ मोजुवा बजार जाने बाटो हो। अनि चाहिँ यो बाटो चाहिँ मोजुवा मासतिर गुल्मी जुबुङ जाने बाटो हो। देख्नुभयो साथी। अनि चाहिँ यो बोडियार खोला हेर्नु त साथी, बोडियार खोला। अनि यहाँ के लेखेछ, यहाँ बोडियार खोला। अनि यहाँ मोजुवा बजार आइसकेछ साथी, हेर्नु हामी चाहिँ मोजुवा बजार नजिकै आइसकेका छौँ। अनि चाहिँ मेरो साथी हिँड्न नसकेर ठाकेर दिक्क लागिरहेछ अरे। अनि चाहिँ हामी चाहिँ यहाँ मोजुवा बजार चाहिँ हामी नजिक आइसकेका छौँ। हेर्नु साथी यो बोडियार खोला हेर्नु है साथी, प्रत्यक्ष रूपमा हेर्नु है। ल हेर्नु साथी प्रत्यक्ष रूपमा, यो चाहिँ मोजुवा मासतिर बोडियार खोला। बोडियार खोला मोजुवा बजार आयो चाहिँ सरर मोजुवा बजार आयो है साथी। अलि छिटो दौडनु है साथी, छिटो आउनु है, मलाई भेटाउन आउनु है साथी। अनि हेर्नु यहाँ बोडियार खोला सरर लाएर यो बोडियार खोला। छिटो आउनु है, मलाई भेटाउन। यहाँ अनि चाहिँ यहाँ ब्याट्री सिक्दिन राखे, मोबाइलको यहाँ ब्याट्री सिक्दिन राखे साथी। हेर्नु साथी, अरे राम यहाँ मोबाइलको चाहिँ ब्याट्री सिक्दिन लाहा। यहाँ पानी रहेछ के पानी ल हेर्नु। पछाडि साथीहरू आउँदै हुनुहुन्छ चाहिँ बजार गरेर फर्कँदै हुनुहुन्छ साथी। हेर्नु बजार गरेर फर्कँदै हुनुहुन्छ। अनि चाहिँ हेर्नु यो चाहिँ मान्छे हिँड्ने पुल, मोजुवा जाने पुल। यो चाहिँ मान्छे हिँड्ने पुल हो न। अनि चाहिँ छ यहाँ फेरि अर्को छ चाहिँ गाडी हिँड्ने पुल, गाडी मोजुवा जाने पुल। आउनु है साथी, ल हेर्नु प्रत्यक्ष रूपमा हेर्नु र साथी। ल हेर्नु है साथी प्रत्यक्ष रूपमा। अब हामी यहाँ मोजुवा बजार नजिक आएका छौँ। अनि चाहिँ मैले मोजुवा बजार जाने पुल गाडी
दौडने पुल। ल हेर्नुहोस् है, ए हजुरलाई म देखाउँदैछु। गाडी सारा मजुवा बजार जाने पुल। हेर्नु साथी, यहाँ के भनेर लेखेको छ, यहाँ के भनेर लेखेको छ साथी, हेर्नु, पढ्नु साथी, मैले चाहिँ पढ्न जान्दिन। ल हेर्नु पुल देख्नुभयो। अनि चाहिँ यो बोडियार खोला, ल हेर्नु त साथी, यो पुलमाथि चाहिँ बोडियार खोला, सारा बोडियार खोला बगेर आएको छ। अनि चाहिँ हामी बजार, अब मजुवा बजारको नजिक आएका छौँ। ल हेर्नु साथी, बोडियार खोला। यो अहिले यो त सानो खोला हो, हेर्नु साथी। अनि बर्खाबाट हेर्नु, यो पुल मुनि आउँछ, यो खोला बढेर बर्खा। हेर्नु है साथी, ल हेर्नु, प्रत्यक्ष रूपमा हेर्नु है साथी, यो बोडियार खोलाको पुल। सारा गाडी मजुवा बजार जाने गाडी जाने गाडी डगुर्ने पुल। यहाँ हेर्नु है साथी, पुल। ल हेर्नु साथी, पुल। अनि चाहिँ यो बोडियार खोला, सारा बोडियार खोला। आहा, क्या मजाले बगेछ है बोडियार खोला। ल हेर्नुहोस् है साथी, हेमकला साथी, छिटो आउनुहोस् है, छिटो। कहाँ जानु भयो र? म चाहिँ भिडियो गराउँछु भनेर अनि म अगाडि आएँ, पछाडि आउँदै हुनुहुन्छ। अनि चाहिँ मेरो साथी चाहिँ कहाँ छोडिनु भयो, कहाँ? यताबाट पनि जान्छ मजुवा, अनि चाहिँ यताबाट पनि जान्छ मजुवा बाटो। अर्को पुलबाट पो होइन साथी, उहाँ पुगिसकेको छ। पछाडि छोडी भनेको त हे अगाडि पो गइसकेको रहेछ, अर्को पुलबाट गएछ है साथी। ल हेर्नुहोस् है, अब यो ओम नमः शिवको मन्दिर आउँदैछ। ओम नमः शिवको मन्दिर आउँदैछ साथी, हेर्नु। ओम नमः शिवको मन्दिर आउँदैछ, हेर्नु साथी। लौ, अनि चाहिँ मान्छे हिँड्ने पुल। अनि चाहिँ यो ओम नमः शिव मजुवा बजारको ओम नमः शिवको पुल, भन्नाले मन्दिर। पुल टरेर आइयो साथी, होइन, यो मन्दिर हो है। हजुरलाई अब दर्शन गर्ने मनलाई अब दर्शन गर्नु साथी, हेर्नु, यो मन्दिर हो ओम नमः शिवको मन्दिर। मजुवा बजार अगाडिको मन्दिर हो यो। ओम नमः शिव, रक्षी गर्नु, क्षमा गर्नु, राख्छु ल, बाई।